बर्थडे है गुड। यहाँ चाहिँ तपाईको वन झाँक्री बस्ने जग्गा अरे यो चाहिँ। यस्तो जग्गा सेन्टर पण्डमको माथि छ भने मलाई थाहा पनि थिएन है। हामी चाहिँ यहाँनिर लिएर आएको। यहाँ चाहिँ टक्क अहिले चाहिँ मन्दिर आइपुग्यो। यहाँ सिसी क्यामेराहरू पनि लगाएको रहेछ है। मेरो काकाहरू उता बिमारी भएर जानुभएको छ बेलर है। काकाहरूलाई पनि राम्रो होस्। यहाँ पुरोहितहरू बस्नु भएको रहेछ। यहाँ डल्लै तपाईँहरू पनि आउनुहोस्। यहाँनिर राम्रो मन्दिर रहेछ है। पूजाहरू गर्नुहोस्, आउनुहोस् आएर है। यो मान्छेको चाहिँ बर्थडे है आज। बर्थडे गर्ल चाहिँ यही हो। बर्थडे हेलो गुड मर्निङ गाइस। आज चाहिँ हामी आज सानो छोरीको सबैभन्दा फर्स्ट बर्थडेमा चाहिँ मन्दिर लिएर जाँदैछु यसलाई है। यो अगाडि बसिरहेको छ यहाँनिर सानो छोरी। आज 1 वर्ष पुग्यो। भोलिको दिनै परेछ यसको। फेरि यहाँ मम्मी हुनुहुन्छ, यहाँ बुवा हुनुहुन्छ, यहाँ दिदी भेना, यहाँ हाम्रो म्याडम हुनुहुन्छ, म छु। यसको चाहिँ बर्थडे हो। यसको चाहिँ आदित्य हेलो गर्दैन। नमस्ते गर्दिनु। नमस्ते नमस्ते गर्नु। नमस्ते गर्दिनु। फर्स्ट बर्थडे है गुड। र आज हामी बर्थडे यसको मनाउनु लागि चाहिँ पाण्डम जाँदैछु है। अब भरे फर्केर आएर फेरि सानो घरमा पनि अब नानीहरूसँग सानो बर्थडे मनाइदिनेछ। र सबैले हेरिदिने, लाइक कमेन्ट सेयर गरिदिने है तपाईँहरूलाई। अन्त आज हामी यहाँ अहिले चाहिँ रे पुगे जाँदैछु है। हेलो गाइस, अहिले चाहिँ हामी तल गाईधारा क्रस भयौँ है। यहाँ गाईधारा पुगे 14 माइल टर्निङ है। जाँदैछौँ 14 माइल टर्निङ पुगे हामी चाहिँ। 14 माइल हो है। जाँदैछौँ। र अहिले चाहिँ हामी पाण्डम पुग्नु आँटे है। यहाँनिर एकछिन सर्ट गर्ने अरे हो। सबैजना सर्ट गर्नु लागि बसिरहेको छु यहाँ हो। जग्गा चाहिँ राम्रै रहेछ यहाँतिर पनि मजाको हो। ढाँड गाडी रहेछ, पुरा ढाँड गाडी रहेछ यहाँतिर चाहिँ। ढुङ्गै मात्रै ढुङ्गा बाहिर चाहिँ केही छैन। सबै ढुङ्गै मात्रै हो। डल्लै ढुङ्गै मात्रै रहेछ यहाँ। उँभोहरू पनि त्यस्तै हो सबै। अहिले चाहिँ हामी यो के गढी मन्दिर अरे? यो के मन्दिर अरे? अहिले हामी चाहिँ यहाँ गढी मन्दिर भन्ने जग्गामा आइपुग्यो है। यहाँ गाडी पार्किङ गर्दैछ यहाँ दाजुले। सिधै जानुहोस् न सिधै। यहाँनिर आइपुगे। यो चाहिँ गेट रहेछ यहाँ है, ठुलो यो गेट रहेछ। यहाँबाट चाहिँ हामी भित्र जानुपर्ने छ। यो चाहिँ म पहिला फर्स्ट टाइम आएको यहाँ चाहिँ। अब कहिले आएको थिइनँ पहिला चाहिँ हो। यहाँ माथि चाहिँ डरलाग्दो चट्याङ रहेछ नि त। भिर टाइपको डरलाग्दो जग्गा रहेछ यहाँ माथि। तर अहिले चाहिँ अब यो फगी लागेर केही देख्दैन रहेछ हो यहाँनिर। भएन अलि यता अगाडि अलि उता सेप्नु भइहाल्छ। सिसाहरू उठाएको छैन रहेछ पछाडिको। अब चाहिँ हामी यहाँबाट चाहिँ भित्र जानुपर्ने रहेछ हो। यो चाहिँ गेट रहेछ यहाँ ठुलो। यहाँ हाम्रो यहाँ दिदीहरू पनि आउनु भएको छ सबैजना। पहिला अब उहिले चाहिँ है यहाँ चाहिँ राजा रानी लुक्ने ठाउँ, लुकेको ठाउँ पनि अरे है यहाँ माथि चाहिँ। तर अब अहिले चाहिँ अब पोसिबल छैन यहाँबाट जानु, किनभने नानीहरू छ हाम्रो। नानीहरूले गर्दाखेरि अब नानी लिएर जानु पर्यो होइन। त्यसले गर्दा यो बाटो चाहिँ हामी पुरै हिँड्नु पर्दो रहेछ हो। यसरी हिँड्दै जाँदैछौँ। मन्दिर रहेछ यहाँभित्र चाहिँ। अब फर्स्ट टाइम आएकै म चाहिँ अब यहाँ। अब पहिला आएको थिइनँ। यहाँबाट चाहिँ हामी
यसरी जानु पर्दो रहेछ है। जाँदैछौँ हामी होइन गर्दा बाटो पनि अब यो मजाले बनाइदिएको छ सबै। यो 3 जना 6 जना बस्ने गाडीमा चाहिँ 10 जना आएको है आज हामी। 10 जना गाडीको क्लच प्लेट पनि पुरै गनाइरहेको छ। अनि यहाँ चाहिँ जग्गाहरू मजाको रहेछ बाटोहरू। हामी जाँदैछौँ है। मजाको रहेछ जङ्गल जाडो जाडो टाइपको। यहाँ सफाइ कर्मचारी चाहिँ राखेको छैन क्या। यो यस्तो भन्नमा बढाल्छ नि त मन्दिर जाने बाटोहरू। कति पर अझै हिँड्नुपर्छ यो भिर काटेर जानुपर्छ। सुन न अनि यहाँ मेरो मिसेस चाहिँ बिहान उठेर नुहाएको पुरा जाडो भएर चाहिँ सल ओढिरहेको छ। ला चप्ली चाहिँ अलिक अर्कै लाएर आउनुपर्छ नि। उयो यस्तो सेन्डल लाएर आएछ हिँड्नु पर्दा त। आज बर्थडे गर्ल चाहिँ ऊ त्यहाँ छ ऊ अगाडि सानो टुप्पी बाँधेको। बर्थडे गर्ल हेर्दैछ यहाँ हाँस्दैछ। यहाँ माथि चाहिँ यस्तो डरलाग्दो भिड रहेछ हेर्नुहोस् न। माथिको त ढुङ्गा त झर्लै जस्तो रहेछ नि त। यस्तो रहेछ नि त है। यहाँ हेर्नुहोस् त। यहाँ माथि त उयो भिरमौरीहरू पनि छ होला है पुरा है। यस्तो रहेछ जग्गा चाहिँ नराम्रो चाहिँ छैन। भिर काटेर बनाएको रहेछ है। जाँदैछु हेर्नुहोस् ल। आम्मा टोपी खस्ने भिड रहेछ नि हौ यहाँ त। भिरहरू काट्दै काट्दै बनाएको रहेछ। हेर्नुहोस् न यो चाहिँ गाडी त लक गरेको होला नि त। पर लक गरेको छैन भइहाल्छ। कसले लान्छ त्यहाँ त्यो पछाडिको सिसा उठाउनु भयो होला नि। ए हेर्नुहोस् न भिर राम राम। यहाँबाट चाहिँ यस्तो गएको चाहिँ तपाईँको यहाँ डल्लै यस्तो डरलाग्दो रहेछ त। हामी उता सङ्खलङदेखि माथि त्यो उयोतिर गएको जस्तो रहेछ नि हौ भिर त। यहाँ तल चाहिँ फेरि गाउँ रहेछ। फेरि यता तल चाहिँ देख्दै यस्तो डरलाग्दो भिड रहेछ। माथिबाट झर्ला जस्तै गरेर ढुङ्गाहरू बसेको रहेछ हो। यहाँ चाहिँ हो यो भिर काटेरै बनाएको रहेछ बाटो पनि तपाईँको। यहाँ चाहिँ तल चाहिँ गाउँ रहेछ। फेरि मजाको गाउँ रहेछ हो नि तलको गाउँहरू। बाटो त यहाँ गाउँ रहेछ तल गाउँहरू मजाको रहेछ तल। यहाँ चाहिँ डरलाग्दो भिड रहेछ हो। मजाले बनाएको रहेछ। मान्छेहरू लड्छ भनेर मजाले हो। यहाँ चाहिँ तल चाहिँ गाउँहरू रहेछ घरहरू मजाको हो। यहाँबाट चाहिँ
यहाँबाट यस्तो आएछ पारिबाट आएको यो हिँडेर यहाँबाट सट्टै यस्तो रहेछ यहाँ चाहिँ गल्यो यहाँबाट यस्तो रहेछ ल होइन नयाँ ब्याग चाहिँ मलाई जाडो पनि भयो कि एकछिन पानी झर्छ कस्तो डरलाग्दो बनाएको छ सिँढी ऊ तल घरले नि क्या दामी देखेको थियो मैदान रहेछ नि मैदान त होइन त्यो यहाँबाट त्यस्तो देखेको हो हैन नि मैदान त पुगेछ न हिरो हस्पिटलको हिरो आउँछ एकछिन चाहिँ उभिनु हाम्रो मम्मी माथि जानुभयो माथि पुग्नु भयो यहाँ जानु हुँदैछ दाजु र मम्मी अरू सबै जानुभयो अब यहाँ बुवाको टर्न नानु लास्टमा चाहिँ म ल जाऊ तिमी पनि म्याडम थाकेर बसिरहनु भएको छ यहाँ म त हिँड्न सकिनँ साँच्ची बिस्तारै हिँड्नुपर्छ नि अझै आउँदैन त नि कति टाढा छ भिड चाहिँ यस्तो रहेछ है डरलाग्दो ए थाकेर हत्तु यहाँ भिड चाहिँ साह्रै डरलाग्दो रहेछ यहाँ यो भिडहरू चाहिँ तर अब के भन्छ यहाँ सेफ्टीहरू चाहिँ राम्रो गरिदिएको रहेछ सरकारले है मान्छेहरू यस्तो अब लड्छ के हुन्छ भिड भएको बेलामा सायद पूजा लागेको जग्गामा बेलामा चाहिँ भिड हुन्छ होला सायद त्यसले गर्दाखेरि सेफ्टीहरू राम्रो रुखहरू पनि हेर्नु नि यस्तो खालको मजा मजाको हो मजा भएको छ यहाँनिर घोरलहरू पनि हुँदो रहेछ है यहाँ बस्दो रहेछ घोरल बस्ने जग्गा रहेछ यो भित्र चाहिँ उतापट्टि यहाँ हो यस्तो डरलाग्दो छ हेर्नुहोस् है हो डरलाग्दो रहेछ डरलाग्दो रहेछ यहाँ चाहिँ यो तल यहाँ घरहरू यहाँ चाहिँ तपाईँको वन झाँक्री बस्ने जग्गा अरे यो चाहिँ भन्दैछ है भित्र त छैन होला नि ए ए अच्छा यस्तो बनाइदिएको रहेछ हौ यो यहीँभित्र चाहिँ वन झाँक्री बस्छ अरे बस्ने जग्गा अरे पहिला चाहिँ अब चाहिँ अहिले बनाइदिएको रहेछ है सुत्ने जग्गा रहेछ हो त्यसले गर्दाखेरि अब हामी चाहिँ फेरि अझै यहाँबाट पनि अगाडि बढ्दैछौँ हो जहाँ हामी आयौँ है त्यो रहेछ तलको ठुलो चाहिँ देख्दै गरेको हो हामी चाहिँ अहिले त्यहाँबाट चाहिँ यहाँ आएर चाहिँ यहाँ मन्दिरको त्यहाँनिर जाँदैछौँ हो चाहिँ गढी मन्दिर हो है गाइस यो चाहिँ सबै यो चाहिँ अब चाहिँ आइपुगेँ घन्टी बजाउनु हुँदैछ कसैले सही पुरोहितहरू पनि छ होला भित्र यहाँनिर
मान्छेहरू रेस्ट गर्ने जग्गाहरू छ यहाँ गलेर आएर तलबाट हिँडेर आएर मन्दिर आइपुग्नु आँट्यो हामी चाहिँ आइपुग्यो भन्दा पनि भयो अब यहीँ रहेछ है देख्दैछौँ यस्तो जग्गा सेन्टर पण्डमको माथि छ भने मलाई थाहा पनि थिएन है आएको पनि थिएन आज आइपुग्यौँ भगवान्ले हामीलाई कहाँ कहाँबाट त पुर्याउँछ है रुखहरू कत्रो कत्रो चाहिँ जङ्गलहरू मन्दिर आइपुग्यौँ हे भगवान् राम्रोसँगले आइपुग्यौँ है आज चाहिँ खास यहाँ आउनेको उद्देश्य चाहिँ हाम्रो सानो बहिनी सानो छोरीको फर्स्ट ह्याप्पी बर्थडे थियो र हामी चाहिँ यहाँनिर लिएर आएको यहाँ चाहिँ टक्क अहिले चाहिँ मन्दिर आइपुग्यो यहाँ सिसी क्यामेराहरू पनि लगाएको रहेछ है यहाँ जुत्ताहरू खोल्ने जग्गा रहेछ घन्टीहरू बजाउने जग्गा यहाँ चाहिँ हामी आइपुग्यौँ टक्कै अहिले चाहिँ हामी चाहिँ यहाँ मन्दिरमा घन्टी बजाउँदै हिँड्नु पऱ्यो के भगवान् चिताको कुरा पुगोस् मेरो काकाहरू उता बिमारी भएर जानुभएको छ भेलोर है काकाहरूलाई पनि राम्रो होस् राम्रो जाति भएर आउनुहोस् है तपाईँहरू पनि भन्दै तपाईँहरूलाई पनि म यहाँबाट एकदमै भित्री मनबाट हामी तपाईँहरूको पनि पूजा गरिदिनेछु होइन काका काकी दुईजनै राम्रो जाति भएर आउनुहोस् तपाईँहरू भन्दै तपाईँहरूको नाममा पनि हामी फुलहरू है धुपहरू जलाइदिनेछु होइन तपाईँहरू राम्रो होस् भनेर चुराएको थिएन तपाईँहरूले सायद तपाईँहरूको लागि पनि भगवान्ले हामीले यहाँ पठाइदिएको होला जस्तो लाग्यो र हामी यहाँ आउँदैछ यहाँनिर चाहिँ अब म चाहिँ घन्टी बजाउनु सुरु गरेको है यहाँ हात पनि धुनु पर्ने रहेछ है पहिला हुन्छ हुन्छ कहाँ जानुभएको भाइ पानी हेर्नु गएको ए हुन्छ ए हुन्छ यहाँ चाहिँ हामी भित्र आइपुग्यौँ हो यहाँ भित्र रहेछ बाबाहरू यहाँ पुरोहितहरू बस्नु भएको रहेछ यहाँ डल्लै हो यहाँभित्र पूजा गर्ने जग्गाहरू यसो सबै हुनुपर्छ डल्लै यहाँभित्र हो गुरुजीहरू बस्ने जग्गाहरू रहेछ यहाँ चाहिँ गुरुजीहरू बस्नु हुँदो रहेछ यहाँ पढ्नु हुँदो रहेछ यहाँ चाहिँ है यहाँ चाहिँ अब पूजा गर्नु हुँदैछ यहाँनिर भित्र है यस तपाईँलाई सबै देखाएँ मैले है राम्रोसँगले हेरिदिनुहोस् तपाईँहरू पनि आउनुहोस् यहाँनिर राम्रो मन्दिर रहेछ है पूजाहरू गर्नुहोस् आउनुहोस् आएर है हामी चाहिँ यहाँ मन्दिरभित्र पसेर पूजा गर्नु भित्र चाहिँ यहाँ चाहिँ देवी माता रहेछ यहाँभित्र चाहिँ यहाँभित्र देवी माता छ लाइट नभएको कारणले चाहिँ अलिकति हतार हुँदो रहेछ यहाँ गुरुजी हुनुहुन्छ उहाँनिर यहाँ चाहिँ देवी माता हुनुहुन्छ भित्तामा है हेर्नुहोस् ल देखाउँछ सिक्का त छैन त पैसा छ हामी यताको पूजा गरिसकेर चाहिँ तपाईँको यहाँबाट चाहिँ यहाँ फेरि शिव मन्दिर है शिवको लिङ्ग भएको चाहिँ शिवलिङ्ग भएको चाहिँ यता रहेछ होइन माथि जाँदैछौँ यहाँ है यहाँबाट यस्तो जानुपर्दो रहेछ यस्तो जानुपर्दो रहेछ यहाँबाट हो यता यहाँनिर फेरि एउटा घन्टी रहेछ दुईवटा सानो ठुलो है मजा आयो फेरि हिँड्यो हामी यहाँ चाहिँ शिवलिङ्ग रहेछ
हो यहाँ चाहिँ यहाँ चाहिँ कुन चाहिँ ऊ भएको न शनि हो दुध चढायो मलाई उयो गर उनीहरूलाई उमाङको अघि मङ्कुले छि छाडा त्यहाँ पछि ल हग्यो मङ्कु उमाङको हो मङ्कु थाहै भएन यिनीहरू हुन्छ भनेर यहाँनिर चाहिँ कसैले चाहिँ बोतल दिएर मङ्कीले तान्दै गरेको हनुमानहरू पनि रहेछ यहाँ यहाँ चाहिँ चढ्नु पर्ने छ यहाँ हो यहाँ चाहिँ हाम्रो जम्बु महाराजहरू र हामी चाहिँ अब यहाँबाट बिदा हुन आँटेको है खानाहरू खाएर सबै खाना खाइ माथिल्लो घर 2-3वटा घर घुमी अब चाहिँ हामी यहाँबाट यहाँ म्याडम यहाँ बसिरहेको छ म्याडम हो चम्ची बोकेर हो हाँस्दैछ र अब बेलुका एकैचोटि तपाईँहरूलाई है यसको बर्थडेमा देखाउनु छु है अहिले चाहिँ हामी सेन्टर पन्डमबाट मन्दिरबाट चाहिँ घुमेर रानी पुल आइपुग्यो है नानी यहाँ हेर त यी अगाडि यो मान्छेको चाहिँ बर्थडे है आज बर्थडे गल्छी है हो बर्थडे गल्छी जय हो पछाडि यहाँ सबै बसिरहेछौँ हामी रानी पुल आइपुग्यो यहाँनिर चाहिँ यसको केक लिनु गएको छ है यहाँ यो बालाजीकोमा तैँले हेर्नु पाउँदैनस् हेरेको यहाँ छ हौ यहाँ जय हो भन्दिनँ जय हो भन्दिनँ भन्दिनँ नि हो भरे फेरि बहिनीको बर्थडेहरू सबै हाल्नुपर्छ नि यहाँ बहिनीको बर्थडेहरू सबै हाल्नुपर्छ नि त यहाँनिर हो त्यहाँबाट चाहिँ भोलि भरे अपलोड गर्नुपर्छ है